यो डाँडा सैलुङ डाँडा 100वटा थुम्काले बनेको डाँडा। यो चाहिँ हाम्रो नेपालको मिनी ग्रेट वाल सैलुङ जाने बाटो। यति राम्रो छ नि है, कसरी बयान गर्नु के। यो चाहिँ हाम्रो मिनी ग्रेट वाल भन्दा माथि बिचैमा पर्ने एउटा सानो जङ्गल। आहा, हेर्दा पनि कस्तो मनै आनन्द हुने के। अनि उतापट्टि महादेव गुफा जाने बाटो, यता चाहिँ सैलुङ डाँडा जाने बाटो। यो चाहिँ सैलुङ डाँडाको भ्यू टावरबाट लगेको दृश्य। यस्तो राम्रो छ नि हाम्रो नेपाल प्राकृतिक रूपमा, कसरी बयान गर्नु है। यदि तपाईहरू पनि घुम्न जान चाहनुहुन्छ अर्थात् कतै घुम्ने प्लान बनाउनु भएको छ भने एकपटक सैलुङ जसरी पनि जानु होला। मैले चाहिँ एउटा दुईटा भिडियो बनाएँ र त्यसपछि एउटा दुईटा फोटो खिचेँ। मैले धेरै खिचेन र भिडियो पनि बनाएन, किनभने मलाई प्रकृतिमा रमाउन एकदमै आनन्द लाग्यो। मैले फोन चाहिँ एकछिन छोडिदिएँ। साँच्चै हाम्रो नेपाल कति राम्रो छ है। तर हामी नेपालीहरूको दुर्भाग्य, हाम्रो नेपालमा यति रमणीय ठाउँ हुँदा पनि विकसित भएको छैन। सो बाई बाई। तपाईहरू पनि घुम्न जान चाहनुहुन्छ भने एकपटक अवश्य सैलुङ जानु होला। थ्याङ्क यू।